गोठाको हो है बास पनि बस्नु हो जङ्गलमा के त आउन नि अनि हो बुवा के काम गर्दै हुनु घुम्न आएको बुवा म बोलिसकेको अनि यो त अनि इडिएट गर्दा पो बोल्ने हो त अहिले त नबोल्ने हो नि त अचम्म बोल बाछी यो ब्याइसकेको हो यो बुवा ए कोरोली हो यो कोदोको नल होइन हो नि मजाले साउन र असार र साउन त 2 महिना त कोदो मात्रै रोप्नुपर्छ कोदो हुने पाहाडै मैले पाहाड जोतेको त्यही हो 2 दिन लाग्छ हो माथि माथि ठुल्ठुलो ट्र्याक्टरले नै घर गोठे यही बस्न खाने ओहो अनि म कहिले मकै छर्ने त अब राम 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 हाम्रो यहाँ यता नि देखाउने देखाउने नि यो भिडियो लगेर युट्युबमा हाल्ने हो सम्झना हुन्छ जुनी जुनीको लागि कस्तो गरेको थियो त्यो अहिलेको त्यो सेटीले सबै भद्र ल त्यो बर्खा जाँड सबै त्यसैले खोल्या त्यो माछा पनि बल्छी झिक्की झिक भन्थ्यो त्यो चाहिँ मान्छे सुत्ने खाटो त हो किला ठोकेर हो तर यहाँ त खोला रहेन रहेछ हाम्रो त खोला तर्नुपर्छ गाह्रो हुन्छ हुन्थ्यो हाम्रो त मान्छे बगाउँथ्यो कहिले भलाउने होइन कहिले काहीँ भलाउने बेला चाहिँ तर्नै नसक्ने हुन्छ त्यस्तो त अब त्यो ठाडो खोला हो तपाईँको त सम्थिलो खोला होला नि फेरि हाम्रो त त्यस्तो होला यो त ठाडो खोला पनि अन्त ठाडो खोलाले त उर्लिएर आयो भने त आमा के अरे आमा उता उसको झुलेको मेला गएको अरे उहाँ तल अनि यही खोला तल छ आएको अरे कुमारे हुने साथी हुने उहाँको अनि कुमारे खेतबाट आएको अरे उ त्यो कुमारे खेतको खोलै तन्छ होइन नि कुमारको खेत चाहिँ ऊ त्यो पहिला आएन हजुर ऊ त्यो पहिला आयो त्यो ए कुमारको त हो सबै ऊ माथिसम्म तल छ नि ए हजुर कुमारको ए घर त म अघि नै आइपुग्यो 10-11 बजीतिर हामी त्यहाँ नै आज अनि यो माथितिरको हेर्नुहोस् यो भोटे गाउँ हो सबै फेरि यता चाहिँ त्यो गाउँ छैन त्यो तारे आएको बस्ती त्यो सबै सम्झनु लेभलमा छ म आएको बेला फोटो पनि भिडियो पनि गरिराख्नु पर्यो अब यहाँ कहिले आइछ थाहा हुन्न मौकामा आएको बेला बारीहरू ल हेर्नुहोस् बारी यस्तो बाँझो छ हेर हाम्रो सबैजना सहरतिर यस्तो छन् गाउँहरू जङ्गल रठे लागेर आउँछ बारीहरू देख्दा पनि हेर्नु त्यो माथितिर सबै बाँझो गाउँको घरको यादहरू त हेर्नु ऊ माथि चाहिँ स्कुल त्यता
बाँझो छ पानी नपरेर कोहीले हो मल बोकेर यस्तो छ भएको छ केटा त्यो साइलेन्सरमा परेर अनि त्यो रडेर बनाएर चाहिँ त्यो इन्जिन बनाउनु बेला भएको होला कता कता के के गरेर लिएको अनि तिम्रो त त्यस्तो केही पनि थिएन ठिकै छ पिकअप गर्नु राम्रो अब भाइ भाषा जाने होला नि के ड्राइभर ल काममै हो कति बजी अहिले कता हो दाइ काम गर्नु अहिले मध्य यसैले दिन्छ ए भट्टपट्टि वाइलिङ गर्न लाग्यो त्यस्तो कुरा हानेर कुदाएन त्यतिखेर खोलामा कहाँको ठाउँमा उही यो गाडी बाटो नि ए जानुपर्छ है। अब अहिले यहीँ डिलमा आएर चाहिँ बाहिर आयो होला होइन बट्ट जान्छ त उता त्यो पर्चेस लिएर आउँछ त्यहाँबाट फेरि उता जान्छ सबै परेको होला नि त्यो बुढा त्यो अर्को घरको उसो होइन त्यही 5-7वटा बाइक थियो म चाहिँ यहाँ साथीसँग कुरा गर्दा यहाँ त स्पिडमा चेक हुन्छ यहाँ त झाडीमा लुकेर हान्छ भन्दै गफ गर्दा आएको थिएँ 50 हिँडेको थिएँ हाम्रो अलिक अर्कै छ 50 की स्पिड थियो हाम्रो अलि अर्कै छ जङ्गल तिनीहरूको बारीमा जङ्गल छ कि 50 हल्का बढाउ गरेर बढाएर चाहिँ त्यही 60 जति गएको थियो होला हजुर त्यहाँ 50 रहेछ है सबैले साइड लगायो सबलाई काट्यो चिड त त्यहाँ त कस्तो टाइट हो